दर्शकहरु नमस्कार। न्यूज अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। देशभरका विभिन्न महत्त्वपूर्ण अपडेट लिएर फेरि पनि उपस्थित भइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया छोड्न नभुल्नुहोला। युवाहरूले खुन्न थाले अब फेरि रवि लामिछानेको खोजी। सुशीला कार्की नेतृत्वको सरकारले फलदायी काम गर्न नसक्दा जेनजी युवाहरू रवि लामिछानेप्रति मोडिए। ठूला दलहरूको ढ्याङ्ग्रो ठटाउँदै रासोपाले 79 को निर्वाचनमा सबै दलको मुटु हल्लाई दिएको थियो भने फेरि रवि लामिछानेको पक्षमा माहौल बनेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालन शाहदेखि कुलमान घिसिङसम्म रविको पक्षमा खुलेको खुलासा भएको छ। यसबारेमा पनि विशेष जानकारी दिनेछौँ। अन्तरिम सरकारले के काम गर्यो, अहिलेसम्म मन्त्री परिषदलाई पूर्णता दिन नसक्नुका मुख्य कारण र बाधक, यसबारेमा प्रश्न पार्नेछौँ। आरजु राणाका श्रीमान श्रीमती जेल जाने सम्भावना आजको समाचारमा। दर्शकहरू आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागू। लामो समयको विवादपछि जनमत पार्टी औपचारिक रूपमा विभाजन भएको छ। जनमत पार्टीका उपाध्यक्ष दीपक सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारवाही गरेपछि जनमत पार्टी विभाजनको लागि औपचारिक प्रयास सुरु भएको थियो। त्यो प्रयास अहिले सफल भएको जनमतका नेताहरूले बताएका छन्। शाहको नेतृत्वमा नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढेको छ। असन्तुष्ट पक्षका नेताहरूले दिएको जानकारी अनुसार जनमतलाई विभाजित गरी शाहको समूहले जनस्वराज पार्टी दर्ता गर्न लागेका छन्। उनीहरूले उक्त पार्टीको नामसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। शाहले पार्टीको 40% केन्द्रीय सदस्य पुर्याएर पार्टी विभाजन गर्न लागेको बताएको छ। जनमतमा रहेका 52 जना कार्यकारिणी समितिमा शाहको पक्षमा 15 जना लागेको बताइएको छ। यद्यपि उनीहरूको नाम भने सार्वजनिक भएको छैन। खास गरी संघीय सरकारका मन्त्रीहरू हेरफेर गर्ने र कुरा मध्य प्रदेशका मुख्यमन्त्री फेर्ने कुरामा असन्तुष्ट बढेको थियो। संसदीय दलका नेता महेश यादवलाई मुख्यमन्त्री नबनाई सांसद सतीश कुमार सिंहलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्ट चुलिएको हो। अहिले तिनी सिंह पनि असन्तुष्ट रहेका छन्। केही दिन अघि मात्रै सिंहले आउँदो चुनावमा अध्यक्ष सीके राउतसँग चुनाव लड्ने बताएका थिए। राउतले सिंहलाई फिर्ता बोलाउन र कारवाही गर्ने प्रयास गरेका थिए। त्यसो त पहिला पनि महामन्त्री चन्दन सिंह असन्तुष्ट बनेका हुन्। शाहलाई आर्थिक अनियमितताको आरोप लगाएर सीके राउतले कारवाही गरेका थिए। शाहले पनि आफ्नो पैसाले राउतको घर किनेको लगायतका अनेक आरोप लगाएका छन्। त्यसगरी त भने गलत प्रचार गरेको आरोपमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी देवेन्द्र सुवेदी विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ। विभिन्न सामाजिक सञ्जाल मार्फत नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनु भन्दा 2 दिन पहिले नै 2वटा ट्रकमा 2 करोड रुपियाँ लगेर लुकाइएको भन्दै गलत प्रचार गरेको भन्दै उजुरी परेको हो। झुट्टा सामग्री प्रचार गरेर चरित्र हत्या समेत गरिएको भन्दै उजुरी परेको छ। सामाजिक सञ्जालबाट पार्टी नेतृत्व विरुद्ध चरित्र हत्या गरेको भन्दै सचिवालयले साइबर ब्युरोमा उजुरी दिएको हो। यसको खण्डन नेकपा माओवादी केन्द्रका सचिवालयले गरेको छ र बिना आधार र बिना प्रमाण यस्ता आरोप लगाउनु गैर राजनीतिक भएको समेत आरोप लगाइएको छ। दर्शकहरु त्यसगरी जेनजी आन्दोलनपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले 1 महिना पूरा गरेको छ। भदौ 23 र 24 गतिको ऐतिहासिक जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सेनाको हेलिकप्टर मार्फत बालुटारबाट भागेका थिए। त्यसको 3 दिनपछि अर्थात् भदौ 27 गते आन्दोलनकारी जेनजीहरूको चाहना अनुसार पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। तर सरकार गठन भएको 1 महिना बितिसक्दा पनि मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। स्पष्ट म्यान्डेट सहित गठन गरिएको यस सरकारले जनताको उच्च अपेक्षाका साथ जिम्मेवारी सम्हाल्ने पनि मन्त्री परिषद विस्तारमा भइरहेको अस्वाभाविक ढिलाइले सरकारको गति रोकिएको छ। प्रधानमन्त्री कार्कीले विभिन्न पक्षसँग निरन्तर छलफल गरिरहेका छन्। तर मन्त्री छनौटमा जेनजी प्रतिनिधिहरू बीच सहमति नजुट्दा मन्त्री परिषदले पूर्णता पाउन नसकेको हो। 31 भदौको पहिलो मन्त्री परिषद बैठकपछि निस्किँदै गर्दा प्रधानमन्त्री कार्कीले 1-2 दिनमै मन्त्री परिषदले पूर्णता पाउने बताएकी थिइन्। तर अहिलेसम्म पनि मन्त्री परिषदले पूर्णता पाउन सकिरहेको अवस्था छैन। प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्री परिषद हालसम्म 2 चरणमा विस्तार भई 8 सदस्यीय बनेको छ। प्रधानमन्त्री कार्कीले 30 भदौमा अर्थमन्त्रीमा रामेश्वर खराल, गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याल तथा ऊर्जा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा कुलमान घिसिङलाई नियुक्ति गरेकी थिइन्। त्यस्तै असोज 6 गते उनले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीमा अनिल कुमार सिन्हा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, कृषि मन्त्रीमा मदन परिवार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेललाई नियुक्ति गरेकी थिइन्। अब 3 मन्त्री थप्ने प्रधानमन्त्री कार्कीको योजना छ। उनले 9 देखि 11 सदस्यीय सानो र छरितो मन्त्री परिषद बनाउने बताउँदै आएका छन्। मन्त्री छनौटमा स्वतन्त्र, समावेशी र पेशागत विज्ञतालाई प्राथमिकता दिने प्रधानमन्त्री कार्कीको योजना छ। अहिले नियुक्ति गरिएका मन्त्रीहरू आफ्नो क्षेत्रका विज्ञ र क्षमतावान हुन्। अब पनि कुनै दलमा नलागेको स्वतन्त्र, समावेशी, जनजाति, दलित, महिला र पिछडिएको व्यक्तिलाई समेट्ने कोसिस सरकारले गरेको छ। पछिल्लो समयमा जेनजीका अगुवाहरूलाई समेटेर मन्त्री परिषदलाई पूर्णता दिने प्रयास भइराखेको छ। केही दिन यता सामाजिक सञ्जालमा
जेनजीको तर्फबाट गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, डा रामजी राम र टाँसी ल्वाजोम मन्त्री बन्ने चर्चा चलिरहेको छ। तर यीमध्ये केही व्यक्तिहरू विवादमा मुछिएपछि विषय झन जटिल बन्दै गइराखेको छ। यसअघि पनि विवादकै कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका लागि सिफारिस गरिएकी डा सङ्गीता कौशल मिश्राको नाम फिर्ता लिए 4 जना मन्त्रीहरू नियुक्ति गरिएको थियो। मन्त्री परिषद विस्तारमा भइरहेको ढिलाइले जनतामा निराश बढाउने खतरा छ। छोटो अवधि भए पनि ठूलो जनादेश प्राप्त गरेको कार्की नेतृत्वको सरकारले 1 महिनासम्म पनि मन्त्री परिषदलाई पूर्णता दिन नसक्दा अपेक्षित गतिमा काम गर्न नसकेको देखिन्छ। आन्दोलनमा भएको दमनका विषयमा छानबिन गर्न आयोग भने पनि निर्वाचनका लागि आयोगमा पदाधिकारी नियुक्तिदेखि कानुन संशोधनसम्मका काम बाँकी नै छन्। यता आफूलाई जेनजीका प्रतिनिधि बताउने केही युवाहरूले आन्दोलनका क्रममा उठाइएका केही माग सरकारबाट सम्बोधन भइसकेको र केही अझै बाँकी रहेको बताएका छन्। विशेष गरी भ्रष्टाचार अनुसन्धानका लागि उच्च स्तरीय आयोग गठन र मन्त्री परिषद विस्तारमा भएको ढिलाइप्रति केही जेनजी अगुवाहरू असन्तुष्ट देखिएका छन्। सरकारले भने जेनजी आन्दोलनका क्रममा उठाइएका मागहरूलाई सम्बोधन गर्ने दिशामा काम भइरहेको दाबी गरेको छ। तर मन्त्री परिषद विस्तारमा भएको ढिलाइले सरकारको कामलाई गति दिन भने सकेको छैन। भ्रष्टाचार विरुद्धको लडाई, आर्थिक पुनरुत्थान र समावेशी शासन प्रणालीको सुरुवातका लागि मन्त्री परिषद विस्तार अवलम्बन गर्न आवश्यक छ। आन्दोलनका मागहरूको सम्बोधनमा देखिएको सुस्तता र अस्पष्टतामा सरकारले चाँडै चिर्न नसके जनसमर्थन गुमाउने खतरा र फेरि देशमा आन्दोलनको आधी फेरि आउने सम्भावना उत्तिकै प्रबल देखिएको छ। दर्शकहरू, त्यसगरी नेपालको राजनीतिक इतिहासमा पटक पटक नयाँ शक्ति उदाउने क्रम दोहोरिन्छ, तर त्यो शक्तिले जनतामा रोपेको आशा धेरै समय टिकाउ हुन सक्दैन। जनतामा पुनः निराशा र वृत्ति श्रेणाको दुष्चक्रमा फस्न पुग्छन्। विगत 3 दशकमा देशले अनेकौं परिवर्तनहरू देख्यो। प्रजातन्त्र, गणतन्त्र, संघीयता, संविधान सभाबाट संविधान लेखन, तर जनताको जीवन स्तरमा सुधारको पक्ष नगण्य रह्यो। बरु भ्रष्टाचार र विभेदले सीमा नागेको छ। यही निराशा र पुराना शक्तिहरूप्रति बढ्दो असन्तुष्टले केही अहिले एउटा नयाँ नेतृत्वको खोजी गरिरहेको छ नेपाली समाजले। 3 दशकदेखि निरन्तर सत्तामा बस्दै आएका पुराना शक्तिहरू जनताको विश्वास गुमाइसकेका छन्। जनताले निकै ठूलो सङ्घर्षपूर्ण बलिदानीका साथ ल्याएको लोकतन्त्र र गणतन्त्र सीमित नेताहरूले आफ्नो बपौती सरह उपयोग गर्न थाले। निजी स्वार्थ, नातावाद, कृपावाद र भ्रष्टाचारको दलदलमा डुब्दै गए। यही असन्तुष्ट र छेपको रूपमा एउटा नयाँ लहर उभिएको छ, जेनजी आन्दोलन। यो आन्दोलनले पुराना दलहरूलाई जनताले तिरस्कार गरिसकेको सन्देश दिइसकेको छ। भदौ 23 र 24 को घटनाले नयाँ पुस्ताको क्रान्ति झल्कायो। देशका युवाहरू अब पुराना दलहरूको खोक्रो नारामा होइन, ठोस परिवर्तन खोजिरहेका छन्। पुरानो राजनीतिक नेतृत्व विस्थापनपछि मुलुक अभिभावकविहीन र नेतृत्वविहीन जस्तै देखिन पुगेको पनि छ। किनकि आन्दोलनको विजेता शक्ति कुनै सङ्गठन र संस्थागत प्रकृतिको देखिएको छैन। जेनजी आन्दोलन आफैमा पार्टी होइन, सङ्गठन पनि होइन। ती युवाहरूको आक्रोश र ऊर्जालाई अब संस्थागत रूपमा दिन सक्ने बलियो राजनीतिक शक्ति आवश्यक छ। यही खाँचो पूरा गर्नका लागि जनताको दृष्टि अहिले रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी राजसभातर्फ मोडिएको छ। रवि लामिछानेको यात्रा पत्रकारिताबाट सुरु भएको हो। उनले जनताको आवाज बनेर भ्रष्टाचार, नातावाद र अन्यायको विरुद्ध कडा रूपमा आवाज उठाए। राज्यका कमी कमजोरीहरू उजागर गरेर साधारण नागरिकमा पनि बोल्ने हिम्मत जगाए। अर्थात् जेनजी आन्दोलनको जग नै रवि लामिछानेले बसालेका हुन् भन्दा फरक पर्दैन। पत्रकारिताबाटै उनी लोकप्रिय भए, तर उनको लोकप्रियता केवल प्रदर्शनात्मक थिएन, त्यसले जनताको भावना प्रतिनिधित्व गर्थ्यो। यही कारणले उनले मिडियाबाट राजनीतिमा बाहिर टिक्दा उनलाई अराजनीतिक पृष्ठभूमिका नेताका रूपमा जनताले स्वीकारे। 2079 सालको निर्वाचनमा रविले राजसभा स्थापनासँगै नेपाली राजनीतिमा नयाँ अध्याय लेखे। त्यस वर्षको आम निर्वाचनमा उनले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाले अप्रत्याशित रूपमा सफलता हात पार्यो। रविले अल्प समयमा नै परम्परागत दलहरूको जरो हल्लाउने सफलता पाए। यो केवल एक चुनावी उपलब्धि थिएन, यो जनताको राजनीतिक पुनर्जागरण थियो। देशको राजनीतिक दिशामा आएको एउटा महत्त्वपूर्ण सन्देश सहितको जनाउ घण्टी थियो। जनताले पुराना दलहरूबाट पूर्ण रूपमा विरक्ति जनाएको कुराको बुलन्द अभिव्यक्ति थियो। त्यसकारणले पनि यतिखेर जेनजी युवाहरू रवि लामिछानेप्रति सकारात्मक बन्न थालेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरू लामो समयदेखि सत्ताको मुख्य केन्द्रमा छन्, तर यी दलहरूका कार्यशैलीमा केही साझा कमजोरीहरू देखिएका छन्। त्यसको विकल्पमा उदाएको राजसभाका सभापति रवि लामिछानेलाई विभिन्न आरोप प्रत्यारोप लगाएर सङ्गठित अपराध सम्मत लगाएर उनलाई जेल हालिएको छ। यो सबै सरकारले गरेको पैरवी र प्रतिशोधको राजनीतिका कारण उनले अहिले जेलको कठघारामा बस्नुपर्ने अवस्था देखिएको छ।